अरूलाई गिराउने, अरूलाई गिराएर यहाँ त्यो बुढाको अचार केही होइन दाइ, बुढाको अचार भन्दा हाम्रो अचार चाख्नु न, तपाईँ पल्किनुहुन्छ किन अरूलाई गिराएको त? म्याच सिक्ने तिमीहरू अरूलाई गिराउने मुजीहरू, तिमीहरू चल्दैनस् भाइ, तिमीहरू केही चल्दैनस् मुजी। एउटा के आएको सबैजना मम्मीको, नातिको, छोराको, के को मेरो हगेको अचार छ भाइ। फेरि को त्यो दाजुभाइ कि दिदी बहिनी बसेको रहेछ पुरा त्यहाँ, अब चाहिँ भनेर मेसेज पठाएको नि भन्न म्याच सिक्ने, मेसेज पठाएको रन्डीको भन् गिडगिडी आएको पनि भन्न म्याच सिक्ने। त्यस्ता मम्मीको अचार के छ बहिनी? दाइ ठिक छ दाइ। फर्स्टमा चाहिँ मलाई मुख छाडेकै देखि रिस उठिरहेको छ। हाम्रो मुख छाड्यो नि त, जे भए पनि हामीलाई छाड्यो नि त हैन। कालिस दाइ नमस्ते। एके मनिष पाण्डे दाइ नमस्ते। यो म चाहिँ हामी चाहिँ कुरा क्लियर गर्न आएको हो दाइ, नमस्ते। के हो हाम्रो मुख छाड्न हुँदैन, ए नमस्ते भनेर रेस्पेक्ट गर्छौँ है। दाइलाई चाहिँ ह्युज रेस्पेक्ट छ हाम्रो तर्फबाट, नो हेट नथिङ एल्स। मेरो तर्फबाट त छैन यस्तो मान्छेले, यस्तो मुख छाड्ने मान्छेलाई त कसले दिन्छ? त्यो सबको आफ्नो आफ्नो कन्टेन्ट हुन्छ, उसको आफ्नो कन्टेन्ट हो, त्यो मुख छाडेर पैसा कमाउनु चाहिँ आफ्नो कन्टेन्ट हो हैन। हाम्रो अचारको बिजनेस हो, हामीले बनाएको 2 वर्ष भयो दाइ हैन। त्यो बेलामा सुरुमा बुढाको अचार थियो, आमाको अचार थियो, त्यसपछि हाम्रो थियो हैन। अब अरूहरूको त्यो हिडन थियो होला, अरू अगाडिको पनि थियो होला, तर फर्स्टमा यो 2 वर्ष भयो। यो कुरा क्लियर गरे। अब यो कुरा क्लियर गरौँ है त। के भन्नु दाइले जुन भन्नु पनि हैन, के रे बुढाको अचार नखानु, मिठो छैन, हाम्रो खानु। यो कुरा क्लियर गरौँ है। यो हाम्रो तर्फबाट तिमीले भनेछौ, मैले भनेको छैन। मलाई हामीलाई प्रुफ चाहियो, कता भनेको छ मेसेजमा, कता भनेको छ के? मैले तपाईलाई के मेसेज गरेको छु, म तपाईलाई स्क्रिनशट यहाँनिर हालिदिन्छु हैन दाइ। अनि दाइको फ्यानहरु तपाईहरु को हुनुहुन्छ, म स्क्रिनशट यहाँ राखिदिन्छु। अनि कतिले हामीलाई चाहिँ फुल स्ट्रिम हेरे के हेरेन हो के, लाइभ स्ट्रिममै हेरेको छैन फुल भनेर हाम्रो करेक्ट त हामीले हेरेको, यो भिडियो पाउने बित्तिकै हामीले फुल हेरेको। मैले सुन्नु सबजना सुन्नु होला हैन गाइजहरु, तपाईहरु पनि हैन धाबेस दाइको फ्यान हुनुहुन्छ। मनि दाइको भिडियो हेर्छु हैन। अनि सुरुमा दाइले त्यो बुढाको अचारको क्लिप्स आयो क्या, बुढाको अचार कस्तो छ गाइजहरु, यो खाना पर्ने थियो के रे मलाई